हेलो एन्ड नमस्ते, वेलकम टु माई च्यानल फ्लेभर्स अफ नेपाल। आज मैले गाबा कर्कलो कसरी बनाउने भन्ने भिडियो लिएर आएकी छु। गाबा कर्कलो चाहिँ स्वास्थ्यको लागि एकदम फाइदाजनक हुन्छ। यो चाहिँ ब्लड प्रेसरलाई पनि कन्ट्रोलमा राख्छ र यसमा भिटामिन ए, भिटामिन सी र B6 पनि पाइनको साथै आइरन, क्याल्सियम, फाइबर, पोटासियम सबै भिटामिन प्रशस्त मात्रामा पाइन्छ। अब लागौँ है त कर्कलो बनाउनतर्फ। कर्कलोलाई बनाउनुभन्दा पहिला हातमा राम्रोसँग तोरीको तेललाई दल्नुपर्छ, नत्र भने चिलाउँछ। अब कर्कलोलाई डन्डल र पात छुट्याउनु पर्छ। चक्कुले काटे पनि हुन्छ, तर मैले चाहिँ कलिलो छ त्यही भएर हातैले छुट्याउँदैछु। डन्डललाई राम्ररी यसरी केलाउनु पर्छ, यसको बाहिरको छिल्का निकाल्नुपर्छ र पात र डन्डल भिन्दै भिन्दै छुट्याएर राख्दैछु। यसै गरी मैले सबै कर्कलोलाई केलाएर पनि सके। अब कर्कलोलाई राम्रोसँग सफा पानीले पखाल्नुपर्छ। हेर्नुहोस् त कति ठुल्ठुलो पात पनि छ। यो चाहिँ कुकरमा सिटी लगाउने हो, तर मजाले पाक्छ। अब राम्रोसँग सफा गरेर ल्याइसकेपछि यसलाई चाहिँ डन्डललाई पनि मसिनो गरेर काट्नुपर्छ। अब पातलाई चाहिँ सबैलाई यसरी मिलाएर राख्दैछु। यसरी रोल गर्ने अनि त्यस पछाडि चक्कुले सानो गरेर मसिनो काट्नुपर्छ, मजाले छिटो पाक्छ। मैले सबै कर्कलोलाई पनि काटेर भ्याइसके। अब बनाउनको लागि कुकरमा थोरै पानी राख्नुपर्छ। कर्कलो आफै पानी निस्किने भएकाले पानी चाहिँ थोरै मात्रामा राख्नुपर्छ। अब पानी तातिसकेपछि काटेर राखेको कर्कलोलाई पनि माथिबाट राखिदिनुपर्छ। सबै कर्कलोलाई राखिसकेपछि एकछिन मजाले चलाइदिने। हुन त ठाउँअनुसार फरक तरिकाले बनाउनुहुन्छ होला, तर यो तरिकाले पकाउँदा कर्कलो एकदमै स्वादिलो बन्छ। अब अलिकति मुङ दाललाई पनि राम्रोसँग धोएर त्यसमाथि राखिदिनुपर्छ। मुङ दाल राख्दा पनि हुन्छ, हजुरहरूलाई आलु राख्न मन छ भने आलु राख्दा पनि हुन्छ। आलु, भिन्डी, मैले चाहिँ भिन्डी छैन मसँग, त्यही भएर मैले मुङ दाल अनि त्यसमाथि स्वादअनुसार अलिकति नुनलाई पनि राखेँ र मजाले एकछिन चलाउँदैछु। अब काटेर राखेको 3-4वटा टमाटरलाई पनि राखिदिँदैछु। मसिनो गोलबेडा भए झनै मिठो स्वाद हुन्छ। र 2-3वटा केस्रा लसुनलाई पनि राखेर मजाले एकछिन चलाउनुपर्छ। अब कुकरको ढक्कन लगाएर 3-4 सिटी लगाउनुपर्छ मिडियम फ्लेममा। हेर्नुहोस् त 3-4 सिटी लागिसकेपछि मेरो कर्कलो चाहिँ यतिको बन्यो। अब यसलाई डाडुले मजाले म्यास गर्नुपर्छ। मजाले पाकिसकेको छ, राम्रोसँग म्यास गर्ने। हेर्नुहोस् त। अब यता झान्नको लागि मैले ग्यासमा कराईलाई राखेँ, तोरीको तेललाई पनि राखेँ। त्यसमाथि तोरीको दाना, ज्वानो अनि जिम्बुलाई पनि राखेर मजाले फुराउनु पर्छ। अदुवालाई पनि मसिनो गरी पिसेर राखेको छु। अलिकति बेसारलाई राखेर कर्कलोलाई राख्ने र मजाले चलाउने। सबै कर्कलोलाई राखेर मजाले चलाउनु पर्छ। अब अलिकति फ्ल्याक्सिड, आलसको धुलोलाई पनि राखेर मजाले चलाउँदैछु। अलिकति टिमुरको धुलोलाई पनि राखेँ। अब अलिकति कागतीको रसलाई माथिबाट राखिदिने र मजाले चलाएर ग्यासको फ्लेम अफ गर्नुपर्छ।
मेरो कर्कलो चाहिँ तयार भइसक्यो। प्लेटमा सर्भ गरेर पनि देखाएकी छु। मैले चाहिँ यसलाई मकैको रोटी, टमाटरको चटनी अनि पोलेको खोर्सानीसँग दही राखेर सर्भ गरेको छु। हजुरहरू पनि यो रेसिपी ट्राई गर्नुहोला। Thank you for watching. Please don't forget to subscribe my channel.